सञ्चालकज्यू, आदरणीय यस गरिमामय सभामा आसीन सभापति महोदय, विशेष अतिथि गुरुवर्ग, समय हेरिदिनका लागि हुनुभएको समय सूचकज्यू, अनेकौं फुलमध्ये एक उत्कृष्ट फुल चुन्न बस्नुभएको निर्णायक मण्डलज्यू, मेरो आवाजको दायरामा बस्नुभएको र मलाई हेरिरहनु भएको सम्पूर्ण महानुभावहरूमा म शुभ उपाध्यायको तर्फबाट स्वीकार गर्नुहोस् एक मुष्ट अभिवादन। आज यस श्री शान्ति माविमा हुन गइरहेको वक्तृत्व कला प्रतियोगिताको शीर्षक नैतिक शिक्षा आजको आवश्यकता हो। म यसमा भाग लिन पाउँदा हर्षले गदगद भएको छु र आफूलाई निकै नै भाग्यमानी ठानेको छु। शिक्षा भनेको हरेक मानिसले पाउनुपर्ने हक र अधिकार हो। हामी सबैले शिक्षा पाउनुपर्दछ। मानिसले आफ्नो जीवन सहज बनाउनका लागि विभिन्न किताब पुस्तक पढेर नैतिक शिक्षा प्राप्त गर्छन्। नैतिक शिक्षा भनेको यस्तो शिक्षा हो जसले हामीलाई दैनिक जीवनमा गर्ने व्यवहारिक ज्ञान सिकाउँछ। जस्तै सधैँ अनुशासनमा बस्ने, सधैँ शासन बोल्ने, अरूलाई दुःख पर्दा सहयोग गर्ने, सबैले समान व्यवहार गर्ने, इमानदार हुने आदि। हामीले किताबबाट मात्र होइन, समाजको व्यवहारबाट पनि नैतिक शिक्षा प्राप्त गर्न सक्छौँ। आजको समयमा पढाइका साथसाथै नैतिक शिक्षा पनि अत्यन्तै आवश्यक छ। यदि हामी पढे लेखेका मात्र होइनौँ तर असल बानी व्यवहार भएन भने त्यो शिक्षा अपूर्ण हुन्छ महोदय। नैतिक शिक्षाले असल नागरिक बनाउन पनि अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। घर, विद्यालय, समाज यी विभिन्न ठाउँबाट हामीले नैतिक शिक्षा प्राप्त गर्न सक्छौँ। अभिभावक, शिक्षक र साथीहरूबाट सिकेका असल बानी व्यवहारहरूले हाम्रो जीवन, हाम्रो भविष्यलाई उज्यालो बनाउँछ। व्यक्तिगत जीवनमा हेर्ने हो भने नैतिक मूल्यहरूले निर्णय गर्न मद्दत गर्छन्। इमानदार निर्णय, दयालु व्यवहार र उत्तरदायी दृष्टिकोणले मानिसको जीवनलाई सफल र समाजले मजबुत गराउँछ। यसको लागि पनि नैतिक शिक्षा अत्यन्तै आवश्यक पर्दछ। नैतिक शिक्षा केवल व्यक्तिगत विकासको लागि मात्र होइन, समाजको लागि पनि उत्तिकै आवश्यक छ। यदि प्रत्येक नागरिकले आफ्नो कर्तव्य इमानदारीपूर्वक पालना गर्ने हो भने हाम्रो देश, हाम्रो समाजमा भ्रष्टाचार, हिंसा, अन्याय घट्नेछ। समाजमा सहिष्णुता, एकता, सहयोग र विश्वासको वातावरण सिर्जना हुनेछ। आजको विश्व डिजिटल, तेज र प्रतिस्पर्धात्मक छ। हामीले मोबाइल, इन्टरनेट जस्ता माध्यमबाट विभिन्न जानकारीहरू पाइरहेका छौँ। यी विभिन्न सामाजिक सञ्जाल तथा